सुमन आफ्नो बहिनीको मृत्यु पश्चात सहरमा नै घरजम गरी बसेको पनि धेरै वर्ष भइसकेको छ। तर गाउँमा भने वृद्ध बाबु छोरोको मुख हेरेर मात्रै मोर्छु भनेर ढिट अडान सुमनको बाटो कोरिरहेको छ। बाबा किन टोलाइ गएको? सन्चै त छ नि? खै छोरा कहाँ छ, कस्तो छ? खै छोराको मुख हेर्न पाइ मर्छु होला हौ। खै बाबा पनि के सोच्छ। ओइ मनी, कहाँ हिँडेछौ घोप्टो परेर? ए दाजु कस्तो हुनुहुन्छ हौ? ए यस्तै बुढेसकालमा औषधिको सारमा बाँचिरहेको छु। अनि त कहाँ हिँडेछौ एकै बिहानै? उति तल हौ दाजु, पार्टीको नेताहरू आउँदैछ अरे, पार्टीको मिटिङ छ, घर गएर ती जाने नि दाजु। तपाईँ नजानु नि दाजु? खै नजाने हौ। अब हेरौँ, ईश्वरको जे मर्जी त्यही हाम्रो अर्जी। हतार छैन भने आइज न, चिया पिएर जा। अनि अब आफ्नो काम छोडेर पार्टीमा पो लागिस् क्या हौ? आउनुहोस् न मने भाइ, चिया पिएर जानुहोस्। नखाने हो भाउजू, कुनै दिन खाउला नि। कहाँ हौ? कोही बेला आउनुहुन्छ। के को हतार? लो हुन्छ नि त, भाउजूको हातको चिया खाएरै जाउँ न त। गफ गर्दै गर्नुहोस् है दुईजना, म चिया लिएर आइहाल्छु। धनेबाले बुढी चाहिँ पाएको है। आफ्नो त एउटा भएको बुढी तल्लो घरको घाँस काट्ने साइलाले उडाइदिइहाल्यो। अर्को ल्याउँ भने उमेरले डाँडा काटिसकिहाल्यो। अब बुढेसकालमा अर्को ल्याउँ भने म बुढालाई कसले पत्याउने? खै यसको जिस्किने बानी चाहिँ अझै गएको छैन है। बुढेसकालमा साथ दिने भनेको त जस्तै भए पनि आफ्नो बुढी नै त हुँदो रहेछ नि। खोइ छोरामाथि ठुलो गमन गर्थ्यौ, कहाँ दाल्ने छोरा भन्थ्यौ, बुढेसकालको लाठी भन्थ्यौ। छोराको सहरबाट खबर आउँदैछ के? यस्तो खर्च त पठाउँदैछ होला नि। भाइ चिया लिनुहोस्। ओहो भाउजूलाई पो दुःख भयो त हौ। यति चिया बनाउनु के को दुःख हो भाइ? अनि छोरी कस्तो छ? छोरी छ र त घर उज्यालो छ। ए हो। चियाको लागि धन्यवाद है भाउजू। अहिलेलाई म लाग्छु, तल के रहेछ कसो रहेछ यसो बुझेर आउँछु। दाजु भाउजू म अहिलेलाई लागे है। हुन्छ, फेरि आउनु है भाइ। हुन्छ भाउजू। हुन्छ। बुढी, हाम्रो छोरा पनि कस्तो छ होला, कहाँ छ होला? यतिको वर्ष भइसक्यो, अत्तो पत्तो केही छैन, न त खबरै छ। छोराको मुख हेरेर मात्र मर्ने इच्छा थियो। ए बाबा पनि त्यो मनेले हाम्रो छोराको विषयमा के भन्यो होला हो? त्यही भएर त त्यो मने मनै पर्दैन। त्यसको त्यस्तै बेउराले गर्दा त त्यसको बुढीले पनि छोडेको हो। हाम्रो छोरा एक दिन अवश्य घर फर्किआउनेछ। म तपाईहरुको क्षेत्रमा यो पाली पनि उम्मेदवारको रूपमा जित्ने आशा लिएर आएको छु। यो पाली हाम्रो पार्टीलाई जिताउनु भयो भने हामी अवश्य तपाईहरुको गाउँमा रोड लिएर आउने छौं। अनि यो पनि वाचा गर्छु कि यस गाउँमा एउटा स्कुलको पनि निर्माण हुनेछ। अनि यस गाउँका युवाहरू कोही पनि बेरोजगार भएर बस्ने छैन। हाम्रो गाउँ सबै मिलेर सुन्दर बनाऊ। यो हो गान्तोक सहर। आजभोलि भन्नेले यो सहरलाई दोस्रो स्विजरल्यान्ड पनि भन्छ। सुमन यो सहरको वातावरणसँग धेरै परिचित भइसकेको छ र उसलाई अहिले भने न त गाउँको नै याद आउँछ न त आमा बाबुको नै।
बस उसलाई माया र फिक्री छ भने छोरा आयुषको मात्र। आयुष आयुष छोरा तिमीले स्कुलको होमवर्क सक्यौ? हजुर पापा, अघि सक्यो। छोरा बेसी फोन होइन है, तिमीलाई मनपर्ने सब्जी पकाइदिएको छु, लु आऊ छिटो। हुन्छ पापा, आए। लु हेर त, तिमीलाई मनपर्ने सब्जी पकाइदिएको छु, लु खाऊ। पापा, आज पनि मलाई किन ल्याउनु ढिलो आउनु भएको? सबै साथीहरूको आमा बाबा आएर सबैलाई लिएर जान्छ, जहिले म मात्रै एक्लै तपाईँलाई पर्खिरहन्छु। मलाई कसले लग्यो भने, कसले लगेर मारिदियो भने भोलि चाहिँ छिट्टो आउनु है। तिमीलाई यस्तो बोल्नु कसले सिकायो हाँ छोरा? तिमी छौ र त म तिमीलाई हेरेर बाँचिरहेको छु। खाने बेलामा बोल्नु हुँदैन त, खाने बेलामा बोल्ने त ब्याड बोय पो त, बुझ्यौ? हजुर, भयो भयो। लु यो लास्ट खाऊ, लास्ट। ल तिमी जाऊ बस्छु त, ल म यो राखेर आएँ। आज के भयो मेरो छोरालाई? आज पनि म तिमीलाई स्कुलमा लिन ढिलो आयो भनेर रोक है? नरुवा, हेर त तिमीलाई मैले के ल्याइदिएको छु आज। ए म तिमीलाई कति बेसी माया पो गर्छु त है, यो खाऊ, नरुवा नानी। मेरो त आमा पनि छैन। सबै साथीहरूको आमाहरू लन्च लिएर आउनुहुन्छ, तर मेरो त आमा पनि छैन। सबै साथीहरूले तेरो आमा छैन भन्दै जिस्क्याउँछ, मलाई तेरो आमा छैन भन्दै कुर्छ। पापा, मेरो आमा खोइ कहाँ जानुभएको छ? पापा भन्नुहोस् न। पापा, मेरो आमा कहाँ जानुभएको छ? पापा, पापा भन्नुहोस् न। पापा भन्नुहोस् न, मेरो आमा खोइ। सुमन, तपाईँलाई थाहा नै छ मेरो मम ड्याडले तपाईँलाई मन पराउनुहुन्न र तपाईँ मेरो घर मेरो हात माग्नुहुँदा दिने होइन, के गर्ने? हेर, जीवन काट्ने भनेको तिमी र म हो त। हामी दुईजनाको मन मिलाउने घर त त्यसै बनिहाल्छ नि। हो कि आशा मात्रै देखाउने हो? आजकलको केटाहरूको त भर हुँदैन है। तिमी भन मात्रै न, तिम्रो लागि त म यहाँबाट हाम फालेर मर्नु नि तयार छु। तपाईँ बेसी नबोल्नुहोस् त, बरु तपाईँ मर्नुभन्दा अगाडि म नै मरिदिन्छु।
फुलमा भमरा हेर खेलिरहेछ हेर आफ्नै संसारमा हेर भुलिरहेछ हेर फुलमा भमरा हेर खेलिरहेछ हेर आफ्नै संसारमा हेर भुलिरहेछ हेर ईश्वरले दिएको तिम्रो रूपको वर्णन कसरी गरौँ बाँच्न सक्छु के भनी मुटुको धड्कन बढ्छ झन्झनी तिमीलाई नभेट्दा फेरि तिमी बिना एक पल पनि बाँच्न सक्छु के भनी मुटुको धड्कन बढ्छ झन्झनी तिमीलाई नभेट्दा फेरि सुस्तरी सुस्तरी तिम्रो मायामा डुबे यसरी सुस्तरी सुस्तरी तिम्रो मायामा डुबे यसरी सुस्तरी सुस्तरी तिम्रो मायामा डुबे यसरी फुलमा भमरा हेर खेलिरहेछ हेर आफ्नै संसारमा हेर भुलिरहेछ हेर ईश्वरले दिएको तिम्रो रूपको वर्णन कसरी गरौँ सुस्तरी सुस्तरी तिम्रो मायामा डुबे यसरी सुस्तरी सुस्तरी तिम्रो मायामा डुबे यसरी सुस्तरी सुस्तरी तिम्रो मायामा डुबे यसरी खै यो भाग्य आखिर पनि कस्तो हुँदो रहेछ हामीले भागेर विवाह गर्यौं जो ईश्वरको अनि हाम्रो परिवारको विपरीत थियो सोचेको थिएँ उसँगै जीवन बिताउँछु भनेर तर सबै सोचेको जस्तो कहाँ हुँदो रहेछ र आज मलाई भाग्यले कहाँदेखि कहाँ पुर्यायो विवाह गरेको 1 सालपछि तिम्रो जन्म भयो समयको वेगले भनौँ या त उसको सोचले जीवनले अर्कै मोड लिन थाल्यो जिम्मेवारी अझै थपियो म भने काममा व्यस्त हुन्थे तिम्रो आमा भने सधैँ फोनमा व्यस्त के गर्नु समयको वेगसँगै तिम्रो आमा पनि बदलिन थाल्यो किन पापा आमा चाहिँ कहाँ जानुभएको छ तेरो कारणले गर्दा मेरो लाइफ बर्बाद भयो कुन दिनमा चाहिँ बिहा गरेछु तँसँग खै सुरुमा त खुब आकाशको तारा झारिदिन्छु म त्यस्ता तारा चाहिँ होइन तेरो यस्तो बेहोराले गर्दा चाहिँ नि तेरो बङ्गला झार्छु न झार्दा कसरी झार्छस् तैँले मेरो इच्छाहरू कहिले पनि पुरा गरिदिनु सक्छस् नानी चाहिएको थियो होइन लाइट तेरो नानी यो नानीले गर्दा मेरो फिगर पनि बिग्रेको म अब तँसँग बस्दिनँ
ए तिमी आयौ ठिक गर्यौ अब म तिमीलाई रानी बनाएर राख्छु थेट त्यो भत्ता सुमनको सङ्गत गरेर हुन्छ हिंसाले किन पापा अब चाहिँ आमा कहिले आउनुहुन्न खैर यत्रो समय भइसक्यो अब त आउँछ भन्ने आशा पनि छैन हौ तिमी छौ मलाई बुढेसकालमा हेर्ने भइगयो त्यसपछि जे जसो भए पनि मैले नै तिमीलाई पढाउँदै हुर्काउँदैछु अनि याद छ तिमी 3 वर्षको हुँदा साह्रो बिमार भएको थियौ खैर तिमीलाई त के थाहा हुन्छ र साह्रै साना थियौ तिमी पापा के भएको थियो मलाई तिम्रो आमा गएकोदेखि तिमी साह्रो बिमार हुन थाल्यौ तपाईँ नानीको बाबा हजुर आमा चाहिँ तपाईँको नानी अलिकति साह्रो अवस्थामा छ उसलाई कोभिड पोजिटिभ भएको रहेछ अनि नानीको मुटुमा पनि अलिक समस्या देखिएको छ हामी यसलाई मेडिकल भाषामा कन्जेनिटल हार्ट डिजिज भनेर भन्छौँ हाम्रो भाषामा भन्नुपर्दाखेरि चाहिँ जन्मजात हृदय रोग भनेर भन्छौँ अन्त 90% यस्तो केसमा चाहिँ हामीले यसको कारण याद पाउन सकिँदैन 1000 जन्मने नानीहरूमध्ये लगभग 8-9 जना नानीहरू यस रोगको चपेटमा आउने गर्दछन् यो रोगको कारण चाहिँ प्राय जसो प्रेग्नेन्सीको समयमा आमाले यदि स्मोक गर्छ या त ड्रिङ्क्स गर्छ भने प्राय जसो यो रोग नानीलाई हुने गर्छ र यस्तो केसमा नानीलाई सास लिन साह्रो पर्छ अन्त नानी कमजोर हुनुको कारण पनि यही हो वेट लस हुनु नानीको हाइट नबढ्नु सास लिनुमा समस्या हुनु यो सबै यसै रोगको कारणहरू हो सक्दो छिटो समयमै अपरेसन भयो भने ठिक हुन सक्छ नत्र भने नानी जसरी बढ्दै जान्छ यो रोग पनि त्यति नै कम्प्लिकेटेड हुँदै जान्छ हामी नानीलाई सक्दो ट्रिटमेन्ट दिइरहेका छौँ अनि यो कोभिड-19 को औषधि पनि बनिसकेको छैन अब आफ्नो ईश्वरमाथि आस्था राख्नुहोस् विश्वास राख्नुहोस् र यो एउटा कम्युनिकेबल डिजिज भएको हुनाले तपाईँ नानीको कन्ट्याक्टमा आइसक्नु भएको कारण तपाईँ पनि केही समयसम्म क्वारेन्टाइन बस्नुपर्ने हुन्छ हुन्छ कोभिड-19 महामारीको प्रकोप सारा देशभरि छाइसकेको थियो भोलिपल्ट बिहान म काम माग्न बोस कहाँ गएँ नमस्कार सर सुमन तिमी अचानक कहाँबाट सर म भोलिदेखि काम जोइन गरौँ भनेर फेरि आएको नि कहाँ थियौ यतिन्जेलसम्म न फोन कल छ न कुनै खबर तिमीले मैले पठाएको खबर पाएनौ हजुर पाएन त सर रवि तँलाई मैले पठाएको खबर सुनाउन भनेनस् म जहिले जाँदा उहाँको घरमा ताला मात्रै मारेको हुन्थ्यो सर सुमन अब हेर तिमीलाई थाहै छ
अहिले सारा संसारभरि कोभिड-19 को हल्ला छ अनि सबै ठाउँमा लकडाउन छ। हाम्रो बिजनेसमा पनि ठुलो लस भएको छ। हामीले कति हाम्रो कम्पनीको स्टाफलाई निकाल्न बाध्य बन्यौँ। तिमी त्यही माथि कहाँ थियौ? कुनै जानकारी भएन। यसकारण पनि हामीले तिमीलाई निकाल्न बाध्य बन्यौँ। अहिले सरी, म काम भएपछि फेरि बोलाउँछु नि है। सर, अहिलेको लागि कुनै सानो काम भइदिनुहोस् न प्लिज। मैले भने त छैन भनेर बेसी ल्याङट्याङ नगर त। मेरो जीवनमा भने समस्याहरू पहाडबाट ढुङ्गा खसेझै एकपछि एक गर्दै ओहिरिरहेको थियो। पैसा भने सबै तिम्रो उपचारमा सकिसकेको थियो। सबैलाई महामारीसँग कसरी बाँच्नु भन्ने डर भन्दा पनि आफ्नो जीवन कसरी धान्नु भन्ने त्रास मनभित्र थियो। आयुष छोरा, ए यो त सुतेछ पो। पैसाले यसलाई पालेको पनि धेरै साल भइसक्यो। अब यसलाई बेसी राख्नु हुँदैन, बाटो लगाइहाल्नुपर्छ। मलाई सेकेन्ड ह्यान्ड चिजबिजहरू त्यसै पनि मन पर्दैन, बुझिस्? त पनि त मेरो भत्वा साथी सुमनको सेकेन्ड ह्यान्ड बुढी त होस्। मलाई दुई कुरासँग मतलब छ, एउटा रक्सी, अर्को पैसा। साले त्यो सुमन जसले हामीलाई यो बाटोमा ल्यायो, जीवनमा नराम्रो काम गर्न पनि सिकायो, अहिले आएर सुत्रिएको नाटक गर्छ। हाम्रो जीवन बर्बाद गर्ने पनि त यही हो। अहिले आएर खुप्रति दिन्छ साले। त्यही पनि टाइसन र कालुसँग पंगा। सँगै खाटमा सुत्ने आफ्नो बुढीलाई त सम्हाल्न नसक्नेले अहिले आएर हामीलाई सुधार्छु भन्छ, परमात्माको भाषण दिन्छ। साला यो दुनियाँ एकदम हरामी छ। सानैमा आमा मरिहाल्यो, बाउले अर्को बिहा गरिहाल्यो। यहाँ पसिनाको कमाइले पेट भरिँदैन र हरामीको पैसाले मन भरिँदैन। ओइ कालु, अस्तिको डिल के भयो? डिल फिक्स भइहालेको छ। दाम काम मिल्यो कि मिलेन? दाम मिल्यो। ओइ अब दिल्ली जानुपर्छ, बुझिस्? त्यहाँबाट तँ भाग्नु खोजिस् भने नि तेरो छाला काटेर मुढा बनाएर भए पनि बेच्छु। ओइ कालु, यसलाई बन्द गरिदे। ऋतुहरू बदलिए झै मन पनि बदलिँदो रहेछ है। ऋतुहरू बदलिए झै मन पनि बदलिँदो रहेछ है। इच्छाको खाल्टो पुरिन्छ कहिले, मुहारमा हाँसो देखिन्न जहिले। इच्छाको खाल्टो पुरिन्छ कहिले, मुहारमा हाँसो देखिन्न जहिले। समयको बेगले उडाइ लाग्यो कहाँ, समयको बेगले उडाइ लाग्यो कहाँ। मरेर लानु के नै छ र, जीवनको यहाँ छैन भरा। आफू चाहिँ हाँसी अरूलाई रुवाई, स्वार्थी यहाँ बन्नु किन? हिजो हिँडेको बाटोहरू आज किन नौलो भो?
भेट्ने कुरा गर्ने आज किन अञ्जन भो बिहानको कुइरो जस्तै तिम्रो माया नि उस्तै बिलाई जाने शीत जस्तै तिम्रो बाचा नि उस्तै बिहानको कुइरो जस्तै तिम्रो माया नि उस्तै बिलाई जाने शीत जस्तै तिम्रो बाचा नि उस्तै स्वार्थको भेषा फुकाउँछौ कहिले आफ्नो नै मात्र सोध्छौ जहिले स्वार्थको भेषा फुकाउँछौ कहिले आफ्नो नै मात्र सोध्छौ जहिले पीडाको भेलले बगै लाग्यो कहाँ पीडाको भेलले बगै लाग्यो कहाँ नानीहरू भन त स्टेट एनिमलको नाम के हो स्टेट बर्ड चीफ मिनिस्टरको नाम फेरि भन स्टेट एनिमल के हो रे स्टेट बर्ड पिजन कम इन नमस्कार म्याम नमस्कार आउनुहोस् न बस्नुहोस् तपाईँ आयुषको पेरेन्ट्स नि हजुर म्याम योपालि पनि आयुषले धेरै राम्रो गरेको छ फेरि पनि फर्स्ट डिभिजन भएर पास भएको छ तपाईँलाई धेरै बधाई छ अनि एउटा कुरा तपाईँले अझै धेरै पढाउनुहोस् है नानीलाई उसले अझै धेरै गर्न सक्छ अझै राम्रो पढ्न सक्छ हुन्छ वी आर सो प्राउड टु ह्याभ हिम इन आवर स्कुल थ्याङ्क यू म्याम हवस् हुन्छ लाग्यो म्याम पापा याद छ म फर्स्ट भयो भने तपाईँले टाढो घुमाउनु लान्छु भन्नुभएको म फर्स्ट भयो त याद छ नि छोरा मेरो छोरा कम्ती ज्ञानी छैन तिमी मेरो बेस्ट छोरा हो नि योपालि तिमीलाई पक्का घुमाउनु लान्छु अब खुसी लु पापाको गालामा पप्पी गर त
छोरा तिमी बाहेक मेरो अरू को छ र तिमीलाई हेरेर त मैले जिउने आँट गरेको छु छोरा तिम्रो लागि मैले ब्रेकफास्ट लिएर आएको छु अरे फोन बेसी खेलाउनु हुँदैन हौ केटाकेटी भएर अब ब्रेकफास्ट खाएर घुम्न जानुपर्छ ल ब्रेकफास्ट खाऊ लु अब दुध खाऊ पापा आज चाहिँ तपाईँलाई पनि ह्यान्डसम देखिरहेको छ है सायद मेरो आमा पनि आज हामी सँगै भएको भए है पापा छोरा तिमीलाई के किनिदिनु भन त लु खाऊ अझै गुड लु अब यो दुध पनि खाऊ ल सबै खाऊ सबै खाऊ 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 गुड बोय लु अब यो दुध सबै खाए ल सबै खाऊ ल गुड 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 छोरा खायो 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 आज चाहिँ मजा आउँछ होला है पापा मजा आउँछ नि नानी मजाले घुमेर आउनुपर्छ ल हुन्छ पापा हामी कहाँ गएको आज तिमीलाई राम्रो जग्गा घुमाउन लान्छु नि पर्ख न पापा पुरा गरम भयो जुस खाने जुस मात्रै खाने तिमी आज त तिमीलाई म मिठो मिठो कुरा खुवाउँछु नि छोरो ल अनि राम्रो राम्रो जग्गाहरू घुम्न जानुपर्छ र यो गाडीबाट निस्कि यहीँ बस्दै गर्नु है ल म आइहाल्छु हुन्छ के छ हौ भाइ लु यसको मिठो जुस बनाइदेऊ त मेरो छोराको लागि मिठो बनाइदेऊ ल मेरो छोरा आयुष छोरा आँखा खोला छोरा आयुष तिमीलाई केही भएको छैन छोरा तिमी बाहेक मेरो कोही छैन छोरा आँखा खोला छोरा आँखा खोला छोरा तिमीलाई केही भन्नु म एक्लै हुन्छु छोरा 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 आँखा खोला छोरा तिमी बाहेक मेरो अरू को नै छैन मलाई माफ गरिदेऊ आँखा खोला छोरा मलाई माफ गरिदेऊ मैले ठुलो गल्ती गरेको छु मैले ठुलो गल्ती गरेको छु मलाई माफ गरिदेऊ मैले कहिले राम्रो आमा बन्न सकिनँ म कस्तो अभागी आमा रहेछु मलाई माफ गरिदेऊ
डाक्टर आयुषको त्यसै पनि हार्टको बिमार छ, रगत बेसी भएकोले उसलाई बचाउने चान्सेस अलिक कम्ती नै देखिन्छ। तर सक्दो हामी कोसिस गर्नेछौँ उसलाई बचाउनलाई। इच्छाको खल्टो पुरिन्छ कहिले मोहरमा हाँसो देखिन्न जाहिले समयको बेगले उडाइ लाग्यो समयको बेगले उडाइ लाग्यो। मलाई खुसी राख्छु भनेको नि तिमी ठुलो भएर तिमीलाई केही हुँदैन म छु नि ल। पापा वो आन्टी चाहिँ को हो? त यहाँ पनि आइस, अब के गर्नु आएको? मलाई यो अवसर आइस, अब के चाहियो? यो सब तेरो कारणले गर्दाखेरि भएको। त मेरो आँखा कगाडीबाट गइहाल, त गइहाल, नत्र राम्रो हुँदैन। पापा वो आन्टी चाहिँ को हो? किन उहाँलाई गाली गर्नुभएको? छोरा बेसी नबोला त, तिमीलाई केही भएर म एक्लै हुन्छु। डक्टरले बेसी नबोल्नु भनेको छ। भन्नुहोस् न पापा प्लिज। छोरा यो तिम्रो त्यही आमा हो जसले तिमी सानो छँदा तिमी र मलाई छोडेर गएको थियो। हो, मैले ठुलो गल्ती गरेको छु। म माफ पाउने योग्यको छुइनँ। जुन बेला समय थियो तब परिवारको महत्त्व बुझ्न सकिनँ। तर आज जीवनको सङ्घर्षबाट सिकेर यहाँ आएँ। परिवार र माया के हो आज बुझ्दैछु। तर समयले आज मलाई साथ दिएको छैन। म कस्तो अभागी आमा रहेछु। हो छोरा, मैले कहिले आमाको माया दिन सकिनँ। म राम्रो आमा बन्न सकिनँ। म राम्रो श्रीमती पनि बन्न सकिनँ। हुनसक्छ भने मलाई माफ गरिदेऊ छोरा। हुनसक्छ भने मलाई माफ गरिदेऊ। पापा नर्नुहोस् न, मलाई केही भएको छैन। पैसा अझै मलाई भन्नुहुन्थ्यो नि, मलाई राति सुत्ने बेलामा त्यो बादल पारी सपनाको गाउँको कथा सुनाउनुहुन्थ्यो नि। जहिले भन्नुहुन्थ्यो नि त्यो बादल पारी हाम्रो एउटा सपनाको घर छ।
जहाँ भोक लाग्दैन कहिले दुःख हुँदैन रुनु पर्दैन बिमार हुँदैन मर्नु पर्दैन भनेर मलाई धेरै बाँच्नु मन छ मलाई मर्नु मन परेको छैन तर आज मलाई त्यो बादल पारेको गाउँमा जानु मन छ पापा 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 मेरो साथीहरूले मलाई जिस्काउँदा कुट्दा तपाईँलाई भन्थे नि अनि तपाईँले भन्नुहुन्थ्यो नि क्षमा गर्नु जस्तो अरू ठुलो कुरो संसारमा केही छैन भनेर आज मौका छ पापा आमालाई माफ गरिदिनुहोस् न आमा छेउमा आउनुहोस् न आमा अब पापा र मलाई छोडेर कहिले नजानुहोस् ल पापा मिल्नुहोस् न म तपाईँ दुवैजनालाई त्यो बादल पहाडीको सपनाको गाउँमा पर्खिरहेको हुन्छु मेरो छोरा त गुड भयो नि मेरो छोरा त कतै ढेडी पो छ त आमा मेरो छेउमा आउनुहोस् न मेरो हात पक्रिनुहोस् न मलाई जहिले स्कुलमा साथीहरूले तेरो आमा छैन भने जिस्काउँथ्यो अबदेखि कहिले मलाई जिस्काउँदैन हिर्काउँदैन आयुष भनिन्छ नि बलिदान बिनाको प्रेमको सम्बन्ध मिठो र बलियो बनिन सकिँदैन। आयुषको मृत्युले पनि धेरै वर्षदेखि टाढिएको सम्बन्ध फेरि जोडिएको छ र सुमन र आरती आफ्नो गाउँमा नै फर्कने निर्णय लिएर आफ्नो गाउँ फर्किआएको छ। औ मनी होइन त्यो मेरो छोरा सुमन होइन? त्यस्तै देख्दैछु त हो त। आमा चाहिँ आमा चाहिँ उहाँ हेर त हाम्रो सुमन होइन? हो बाबा, हाम्रो सुमन फेरि घर फर्किएछ। हराएको थियो फेरि भेटियो। बाबा ढोक गरे, आमा ढोक। मलाई माफ गरिदिनुहोस्, मैले हजुरको अनि ईश्वरको विरुद्धमा ठुलो पाप गरेको छु। मलाई माफ गरिदिनुहोस् बाबा, मलाई माफ गरिदिनुहोस् आमा। छोरा, ऊ नानी चाहिँ? ऊ चाहिँ तपाईँहरूको बुहारी आमा।
छोरा तो घर फर्किआइस् अब म ढुक्कले मर्न सक्छु भनिन्छ यो जीवन एउटा यात्रा हो र यो यात्राको गोरेटोमा कहीँ उकाली छ त कहीँ ओह्राली। आयुषको मृत्युले सुमनले फेरि आफ्नो टाढिएको श्रीमती पाएको छ र धनुबाले आफ्नो छोरो सुमनलाई भेटाएको छ र धनुबाको छोरोको मुख हेरेर मात्रै मर्छु भन्ने धोको पनि पुरा भएको छ। यस कथाको अर्को पानामा हामी अवश्य फेरि भेट्नेछौँ।